नमस्कार। यस च्यानलको दोस्रो कथामा म हजुरहरूलाई स्वागत गर्दछु। आजको कथा विशेष रहेको छ आवेगको रिस र छुटेपछिको माया, जुन हामीलाई सुमन कार्कीजीले पठाउनु भएको थियो। यस कथालाई म वाचन गर्न गइरहेको छु। मलाई थाहा छैन यो कहानी अरूले सुन्दा, पढ्दा र सुनाउँदा यो धरतीमा रहन्छु या रहँदैन भन्ने कुरा पनि मलाई थाहा छैन। र म यो अवस्थामा पुग्नु पनि मेरो नै दोष छ। मान्छे भन्ने गर्छन् नि, रिस भएको मान्छेले के आफूले सोचेको सबै कुरा पाउँछ कि पाएको सबै कुरा गुमाउँछ। म पनि आफूले जीवनमा पाएको सबै कुरा गुमाउने मान्छेहरूमा पर्ने गर्छु। नगुमाउनु पनि कसरी, यसमा मेरो नै दोष रहेको छ। मेरो जीवनमा भएका सबै खुसीहरू यत्तिकै गए पनि मेरो जस्तै अरूको जीवनमा पनि यस्तो समस्या आउँदा मेरो जस्तो आवेगले होइन, शान्त भावले सोचेर आफ्नो जीवनलाई बचाउनु पर्छ भन्ने उद्देश्यले यो कहानी लेख्दैछु। यो कहानी प्रसारण हुन्छ या हुँदैन त्यो त मलाई थाहा छैन, तर पनि प्रसारण भयो भने सबैले मेरो भावलाई बुझिदिनु होला। बिहानी पखको मिठो निद्रा, झन् त्यसैमाथि बाहिरको चिसो मौसम, मनले उठ भने पनि शरीरले सुतु सुतु भन्ने म थोरै सिरक तानेर उठ्छु। फेरि निद्राको एक झपको लिनै लागेको थिएँ। बाहिरबाट कसैले ढोका ढकढकाउँदै सुमन सुमन भन्दै कराउन थाल्यो। यो आवाज सुनेपछि म आँखा मिच्दै उठेर ढोकाको कुण्डी खोलेर फेरि आएर सिरकभित्र पस्नै लागेको थिएँ। ए तँ कहाँ फेरि सुत्न लागेको भन्दै मेरो हात तान्छ। म उतर्फ फर्केर हेर्दा मेरो साथी रोबिन पो रहेछ। उसले देख्ने बित्तिकै याद आयो, आज हाम्रो त सबै साथीहरू मिलेर बागलुङ कालिका मन्दिर घुम्न जाने योजना पो थियो। म बाघले लखेटेको हरिण जस्तै हतार गर्दै आफ्नो कपडा लगाउन तर्फ लागे। यही समयमा मेरो साथीले मेरो ब्याग प्याक गरिदिएछ। म मेरो रुमबाट ब्याग लिएर बाहिर निस्किए। मैले भोलि घुम्न जाने कुरा मामुलाई हिजो नै बताइसकेको थिएँ। उहाँले पनि जाने अनुमति दिनुभएको थियो। म मामुसँग फेरि गएर आशीर्वाद लिए र साथी रोबिन र म मिलेर बाटोतर्फ लाग्यो। हामी बाटोमा पुग्दा सबै साथीहरू पनि आइपुगिसकेका थिए र साथी सुदीपले हामी आएको देखेर साथीहरूलाई मैले हिजो नै भनेको थिएँ त, कोही जाने भनेपछि सधैँ सुमन ढिला गर्छन् भन्दै साथीहरूको अगाडि मेरो हाँसो उडाइरहेका थिए सुदीप। यत्तिकैमा परबाट साइरन बजाउँदै एउटा बस आइपुग्यो। हामी पनि हतार गर्दै बसको पछाडिको सिटमा गएर बस्यौं। हाम्रो यात्रा गुल्मीदेखि बागलुङसम्मको थियो। पछाडिको सिट कच्ची सडक, बसमा बजाइरहेका लोकभाका र बाहिर देखिएको अत्यन्तै सुन्दर र रोमाञ्चक दृश्यले हाम्रो यात्रा निकै राम्रो बनाउँदै गएको थियो। यसैमाथि ड्राइभर दाइले बजाइरहेको एउटा गीत जुन थियो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले भन्ने गीतले त झन् बाहिर हेर्न मजबुर गराइरहेको थियो। त्यो दिन त त्यस्तै नै भएर होला, हेर्ने सबै दृश्य पनि सबै कुहिरोले छेकेको थियो।
र मौसम पनि चिसो चिसो भएको हुँदा हामीलाई यात्रामा नाचगान पनि गर्ने मुड गराइरहेको थियो। यसरी नै हामी नाच्दै गाउँदै पालै पालो आफ्नो आफ्नो नाच देखाउँदै हँसाउँदै हिँडिरहेका थियौँ। हाम्रो हल्लाले गर्दा होला ड्राइभर दाइलाई बस चलाउन गाह्रो भएछ। पछि हामीलाई हल्ला कम गर्न भन्नुभयो। केटाहरू त हो एकछिनमा शान्त अनि भुल्छन् र फेरि हल्ला। यस्तै गर्दा गर्दै हामी करिब 6 घण्टाको यात्रापछि बागलुङ जिल्लाको अत्यन्तै सुन्दर स्थल मध्ये एक बागलुङ कालिका मन्दिर पुग्यौँ। हामी बिहानको केही नखाइकन गएको भएर होला वहाँ जाँदा निकै भोक लागिसकेको थियो र पहिले खाना खाने निदो गर्यौं र हामी नजिकै होटेलमा गयौँ। हामी होटेलमा प्रवेश गर्न लागेको थियौँ। यस होटेलको मालिकले हामीलाई मन्दिर दर्शन गर्न आएको भन्ने थाहा पाएर उहाँले पहिला दर्शन गर्नुस् अनि खाना खाउला नि, पछि दर्शन खाली पेट गर्नु राम्रो हुन्छ भन्नुभयो। उहाँको सुझावलाई मान्दै हामी त्यसपछि दर्शन गर्न लाग्यौँ। केही बेर दर्शनपछि हामी सबै पुनः त्यस होटेलमा आएर खाना खाँदै थियौँ। हाम्रो साथीहरू बीच आएको समयमा नेपालको सबैभन्दा लामो झोलङ्गे पुलमा पनि जाने निदो भयो। भगवानले नै यही हामीलाई मिलाउन चाहेर होला मलाई नै त्यो आइडिया दिमागमा आएको थियो। हामी केही समयको विश्रामपछि पुलतर्फ लाग्यौँ। गाडीबाट ओर्लिएर पुल चढ्दै थियौँ। म अघि हिँडिरहेको थिएँ। यत्तिकैमा मलाई टाढाबाट कसैले बोलाउँदै थियो। हो, त्यो उनी नै थिइन्। निकै सुन्दर, हेर्दा पनि लोभलाग्दो शरीर अनि एकै नजरमा दुनियाँलाई आफ्नो दिवाना बनाउन सक्ने क्षमता भएकी म यसमध्ये एक थिएँ। मैले उनलाई देख्दा बित्तिकै म त उनीमै हराउन पुगेछु। जुन क्षण मेरो शरीरले मेरो बसमा नभएर मेरो आत्मा घरिघरि उडेर उनीसँगै बसौँ, उनीसँगै रमाउँ भनिरहन्थ्यो र मेरो शरीरको साथ मेरो आत्मालाई छोडेर उनीसँगै रम्न चाहन्थ्यो। म यतिसम्म उनको सुन्दरतामा डुब्न पुगेछु कि उनले मलाई बोलाएको त मैले ध्यान नै दिन सकेन। म यसरी उनीतिरै टोलाएर बसेको देखेर होला उनी आफै नजिक आइन् र उनले आफ्नो मायालु स्वरमा, सर, फोटो खिच्नुहुन्छ? हामी मात्र 20 रुपैयाँको एउटा फोटो खिचिदिन्छौँ। निकै सस्तो छ, राम्रो फोटो आउँछ। हजुरहरूले एउटा फोटो ट्रायल गर्न पनि सक्नुहुन्छ भन्दै उनी मेरो फोटो खिच्न थालिन्। मेरो फोटो खिचे लगत्तै उनी यस फोटोलाई मलाई देखाउँदै, हेर्नुस् न सर, कति राम्रो फोटो छ। सर, हजुरहरू पनि हेर्नुस् न भनेर उनले मेरा साथीहरूलाई पनि बोलाइन्। हामीलाई फोटो निकै राम्रो लाग्यो। त्यसैले हामीले अझै पनि फोटो खिच्ने विचार गर्यौं। साथीहरू त फोटो खिच्नमै व्यस्त थिए भने म त उनीमै हराउन थालिसकेको थिएँ। हाम्रो केही बेरको फोटो खिचिएपछि फोटो कसकोमा सार्ने र लिएर जाने भन्ने कुरामा छलफल भयो। यसै बीचमा मेरो साथी सुदीपले केही कुरा बुझेछन् कि के हो,
उनले भने, तैँले तेरो व्हाट्सएप नम्बरमा सार्न। र मैले पनि उनलाई मेरो व्हाट्सएप नम्बर दिएँ र उनले सबै फोटोहरू मेरोमा पठाइदिइन्। जुन फोटो उनीद्वारा खिचिएको भएर होला, यो निकै राम्रो र मनमोहक देखिन्थ्यो। त्यो मेरो उनीप्रतिको पहिलो नजरमै राम्रो सोचाइ भएर हो या उनी निकै राम्रो फोटो खिच्ने फोटोग्राफी थिइन्, यो त मलाई थाहा भएन। तर पनि मलाई ती फोटाहरू अझै पनि निकै राम्रो लाग्ने गर्छ। यसरी नै हामी केही बेर त्यो बागलुङ र पर्वत जोड्ने झोलङ्गे पुल घुमियो। केही रमाइला फोटाहरू र भिडियोहरू बनायौँ र मेरो साथी भलगर, उसले त झन् लगभग 1 महिनालाई नै पुग्ने गरी भिडियोहरू बनाउन थाल्यो। हाम्रो लगभग 4-5 घण्टा त उसकै भिडियो बनाउँदै गयो। आज निकै रमाइलो क्षणहरू बिते तापनि हामीलाई आफ्नो घर त फर्किन नै थियो। त्यसैले हामी आफ्नो गाडीतर्फ प्रस्थान गर्यौं। अनि गाडीमा आउँदा पनि केटाहरू बीच रमाइला नाचगान गफहरू चलिरहेका थिए। यसै बीचमा मेरो उनै फोटोग्राफी भएका फोटाहरू र उनको बारेमा कुरा गर्न थाले। कुरा गर्न थाल्दै फेरि पनि सुदीपले मलाई व्यङ्ग्य हान्दै भन्न थाले, यसलाई सोध न उसको बारेमा, यसलाई थाहा छ राम्रोसँग। यो झन् कति हेर्दै थियो उसैलाई, नै निलौला जसरी नै हेरेको हेरै गरिरहेको थियो। यही भएर होला मैले यसलाई व्हाट्सएप नम्बर काम लाग्न सक्छ भनेर यसको व्हाट्सएप नम्बरमा फोटो पठाउन भनेको। अनि फेरि यही कुरा जोड्दै रोबिनले भन्यो, हेर केटा, नचिनेको मान्छेको मायामा नफस, पछि गाह्रो पर्ला। उनीहरू मलाई यसरी नै व्यङ्ग्य हानिरहेका थिए, दुवैजना मिल्दै। तर आज मेरो व्यङ्ग्य भन्दा पनि अझै उनीप्रति नै ध्यानहरू रहिरहेका थिए। मैले केटाहरूको व्यङ्ग्य पनि विश्लेषण गर्न आवश्यक ठानेन र यसलाई विश्लेषण गर्ने उचित समय पनि ठानेन र उनीहरूको व्यङ्ग्य कुनै पनि जवाफ दिएन। म आफ्नै संसारमा रमाउन व्यस्त थिएँ। त्यसै गर्दा हामी निकै बेरको कठिन यात्रापछि करिब 8 बजेतिर आफ्नो घर आइपुग्यौँ। हामी घर आउन अलि ढिलो गरेको भएर होला, मेरो मामु चिन्ताले बाहिर नै उरेर बस्नु भएको थियो र म आउन साथ कति ढिलो गरेको। न फोन आफूले हान्छ, न मैले हानेको फोन उठाउँछ भन्दै भन्न थाल्नुभयो। मेरो साथीको घर अलि टाढा थियो, रातिमा हिँड्नु सम्भव थिएन। त्यसैले मैले साथीले आज यहीँ बस्न भने। उनी पनि सजग रूपमा स्वीकार गरे अनि मेरो मामुले हामीलाई खाना दिनुभयो। हामी खाना खाएपछि दिउँसोको थकानले गर्दा होला निकै चाँडो निदाएछौँ। अर्को दिन सबेरै उठेर म र मेरो साथी आफूले हिजो जथाभावी राखेर छरिएका सामानहरू एकै ठाउँ गराएर बाँड्न थाल्यौँ। यो सामान बाँडे लगत्तै मेरो साथी पनि बिहानीको नास्ता गरेर आफ्नो घरतर्फ लाग्यो। ऊ घरतर्फ लागे पश्चात मलाई उनको निकै याद आउन थाल्यो। उनलाई देखेको त्यो हरेक पललाई सम्झिएर म आफैमा रम्दै थिएँ।
र हल्का खुसी पनि हुँदै थिएँ। मलाई उनको निकै याद आइरहेको थियो। यो याद किन आइरहेको थियो र केका लागि याद आइरहेको थियो त्यो त मलाई थाहा भएन। तर मलाई उनी पहिलो पटकमै निकै सुन्दर लागेको हुनाले मलाई उनीप्रतिको सोचाइ र छुट्टै भावनाको विकास भइसकेको थियो, जसले गर्दा मेरो मन उनको बारेमा सोच्न बाध्य भएको थियो। यो केवल मेरो उनीप्रतिको आशा मात्रै थिएन, यो त मेरो यो चोखो प्रेमको सुरुवात थियो, जसले मलाई भित्री मनबाट नै उनीप्रति नजिक बनाउन गरिएको प्रयास जस्तै थियो, जसले गर्दा मलाई हरेक दिन बेचैनी र मनमनै धेरै कुराहरू खेल्ने भएकाले फरकपन देखाइरहेको थियो, जुन कुरा मेरो साथीहरूले मेरो अनुहारमा प्रशस्त रूपमा देख्न सक्थे। यसरी नै मेरो केही दिन त बित्यो, तर एक दिन मेरो साथी सुदीपले मेरो निकै मनको करिब भएर होला, त्यसैले उनले मेरो हरेक हरकतमा नजर राखिरहन्थे र मलाई परेका सबै समस्याहरूमा आफ्नो नै सोची राम्रो सुझावहरू दिने गरे। म यसरी बसिरहेको मेरो साथीलाई सायद चित्त बुझेन होला, त्यसैले उनी आफै आएर यसबारे मलाई सोध्न थाले। पहिले त मैले यसबारे थोरै आनाकानी गर्न थाले र उनलाई सत्य कुराहरू बताउन सकिन, तर उनको निकै आग्रहपछि मैले यसबारे सम्पूर्ण कुराहरू बताउँदै गएँ। उनले मलाई एउटा निकै राम्रो सुझाव दिए, जुन थियो उनले यसरी मनमा खुल्दुली राखेर धेरै बस्नु हुँदैन। तिमीसँग उसको व्हाट्सएप नम्बर छ त? एकचोटि म्यासेज गरेर हेर न, के थाहा भगवानले त्यो केटी तिम्रै लागि पो बनाएको हुन सक्छ। मेरो साथीले यति भनेपछि उनको व्हाट्सएप नम्बर पनि उनले मलाई फोटो पठाउँदा आएको थियो। मैले त्यसै नम्बरमा साझ एकपटक कोसिस त गरी हेरौँ भनेर डराई हातहरूले हेल्लो लेखेर पठाएँ। सायद उनी मप्रति निकै रुचि नभएर होला, उनी त्यस दिन मेरो म्यासेजको कुनै पनि रिप्लाई दिइनन् र हेर्दा पनि हेरिनन्। यसले मलाई निकै निराश बनायो र आफै मनभित्र सोच्न थाले, मैले त उनलाई चिनेको पनि छैन, उनले मलाई पनि चिनेको छैनन्, अनि कसरी मेरो म्यासेजको रिप्लाई दिन्छन् त? हजुर भनेर आफूलाई मनमनै हल्का गाली पनि गरे, तर उनलाई के भएछ त्यो म्यासेज पठाएको अर्को दिन मलाई हाई भनी रिप्लाई पठाइन्। मलाई निकै खुसी लाग्यो र हत्तनपत्त केही नसोची उनको म्यासेजको रिप्लाई पठाएँ र त्यस म्यासेजको रिप्लाई पठाउन बित्तिकै उनले पनि पुनः त्यस म्यासेजको पनि रिप्लाई पठाइन्। यसरी नै हाम्रो दिनौदिन कुराकानीहरू हुन थाल्यो। कुराहरू बढ्दै गए। पहिलो सम्बन्ध त साथीको बन्यो, त्यसपछि साथीबाट सम्बन्ध केही माथि गएर हाम्रो एउटा छुट्टै नाता बन्यो, जुन थियो प्रेम र प्रेमिकाको। हामी यसरी नै हरेक दिन बोल्न थाल्यौँ र आफ्ना मनका कुराहरू साट्ने गर्न थाल्यौँ। यसरी नै कसरी 1 वर्ष पनि बितिसकेछ त्यो पत्तै भएन। हामी झन पछि झन यति नजिक हुँदै गयौँ कि हामीलाई एक अर्का बिना एक पल पनि बाँच्न नसक्ने भइसकेको थियो। हाम्रो माया यति चोखो र निश्चल थियो, जुन कृष्ण र राधाको भन्दा पनि माथि जस्तो लाग्छ मलाई यति त विश्वास छ कि हाम्रो मायामा न कुनै स्वार्थ थियो, न त कुनै आशा अभिलाषा, र थियो त केवल माया मात्रै थियो, जो एक अर्का बीच निकै गाढा र भावपूर्ण थियो। मान्छेहरू
भन्ने गर्छन् नि, जब आफूले कसैलाई चाहन्छ भने पुरा ब्रह्माण्ड नै मिलन गराउन पछि लाग्छ रे। तर मेरो भाग्य नै यस्तै भयो कि मैले कर्म गर्ने कर्म यस्तै बन्यो, जसले मलाई भित्रभित्र निकै चोट पुर्याइरहेको छ। जुन चोटले मलाई न त राम्रोसँग बाँच्न दिन्छ, न त हाँस्न। साथै यसले मलाई प्रेरणा गर्दछ। मेरो जीवनको लक्ष्य उनी पाउनु मात्रै भयो। उनको भावनालाई बुझ्ने कहिले पनि हुन सकेन। म त लेख्दा लेख्दै फरकबाट लाग्न थाल्छ। उनी र म दिनौदिन बोलिरहँदा आनन्द त मिल्थ्यो, तर दिनौदिन हाम्रो नाता निकै गाढा भइरहेको थियो। हामी एक अर्कोको असल साथी मात्र नभएर एक अर्को प्रति चोखो र निश्चल प्रेम जोडी समेत बनिसकेका थियौँ। सायद हाम्रो जोडीलाई भगवानले नै एक अर्कोलाई नबनाएको भएर उहाँले यसमा बाधा पुर्याउन ठुलो भूमिका खेल्नुभयो। हामी बोल्न थालेको निकै समय भए पनि हाम्रो घर टाढा टाढा भएको हुनाले हामी भेट हुने अवसर पाएका थियौँ। यसैमाथि दुवै भेट हुने अवसर नपाएकाले हामी निकै छटपटिरहेको हुनाले एक दिन उनलाई मैले हामी एकचोटि भेटौँ न भन्ने प्रस्ताव गरेँ। छोरी मान्छे एक्लै मलाई भेट्न आउने कुरा त त्यही भएर म नै उनको गाउँमा भेट्न जाने पक्का गरेँ। अर्को दिनको सूर्य उदयसँगै म र मेरो साथी बाइक यात्राको साथमा उनको सुन्दर गाउँ सोलाङमा पुग्यौँ। आज बाइक यात्रा भएको भएर होला, पहिले भन्दाखेरि निकै कम समयमा हामी बागलुङ प्रवेश गरेका थियौँ। हामी बिहानको नास्ता पनि नुन गएर खायौँ र म वहाँ पुग्दा बित्तिकै मैले उनलाई म आएको कुरा म्यासेजबाट जानकारी दिएको। त्यसैले उनी पनि घर सब कुराहरू मिलाएर नजिकैको शिव मन्दिरमा आएर मलाई भेट्न कल गर्छु भनिन्। म पनि उनको कलको केही बेर पर्खाइमा बसिरहे। उनी आएर मलाई कल गरिन्। म हतार गर्दै साथीलाई होटलमा छोडेर उनी भएको ठाउँ पुगेँ। उनी आएर मन्दिर बाहिरको डिलमा बसिरहेकी थिइन्। आज हाम्रो प्रेम सम्बन्ध पछिको पहिलो भेट भएर होला, उनी हल्का सिगारिएर पनि आएकी थिइन्। म उनको नजिक आएको देखि छिन् होला, उनी जुरुक्कै उठिन्। मतर्फ हेर्दै आफ्नो आँखासँग मेरो आँखा जुझाउने कोसिस गर्दै थिइन्। जुन समयमा उनको आँखामा हल्का डर, प्रेम भाव अनि हल्का खुसी म प्रशस्तसम्म देख्न सक्थेँ। म उनको नजिक बढ्दै गएको भएर होला, उनको धड्कन बढिरहेको म राम्रोसँग महसुस गर्न सक्थेँ। म उनको निकै नजिक गएँ। उनी मसँग बोल्न डराइरहेकी थिइन् र आफ्नो आँखाको इसाराले नजिकै बस्न भनिन्। हामी केही बेर स्थिर रह्यौँ। त्यसपछि मैले उनीसँग आफै कुराकानी सुरु गरेँ। उनी पहिले डराए पनि पछि मसँग राम्रो कुराकानी गर्न थालिन्। हामी केही बेर बस्यौँ, आफ्ना प्रेम भावहरू साट्यौँ, केही फोटोहरू खिच्यौँ, टिकटकहरू बनायौँ। गर्दै हाम्रो बस्न लागेको निकै समय भएछ। मलाई साथी सुदीपले कल गरेर अनि छिटो आऊ, घर जान पर्छ, ढिला हुन्छ भने। मलाई उनलाई छोडेर जान त मन थिएन, तर घर मामुलाई नभनी आएको भएर होला, घर फर्किन नै पर्ने थियो। उनी पनि घर चाँडो नै जानुपर्ने थियो। त्यसैले उनले
मैले राखेको घर जाने प्रस्तावलाई स्वीकार गरिन्। उनको घर निकै टाढा थियो, त्यसैले मैले उनलाई बाइकमा पुर्याउने प्रस्ताव राखेँ। सायद त्यही नै मेरो ठुलो गल्ती थियो। उनले यस प्रस्तावलाई पहिले नाही नाही भनिन्, कसैले देख्छ कि भनेर डराइन् र पछि मैले निकै कर गरेपछि मेरो अगाडि उनको के नै लाग्न सक्थ्यो र पछि उनले हुन्छ भने। अनि हामी दुवैजना उनको घरतर्फ लाग्यौँ। हामी केही बेरको यात्रापछि उनको घर नजिक पुग्दै थियौँ। उनले त्यही झर्ने भने। म पनि बाइक रोकेर उनलाई पुर्याएँ र उनी बाइक भनेर आफ्नो घरतर्फ जाँदै थिइन्। मैले भने, सुन न, अब भेट कहिले हो कहिले? एकचोटि तिम्रो न्यानो अङ्गालोको स्पर्श पनि दिँदैनौ। यो पनि मेरो निकै ठुलो भुल थियो, जसले गर्दा उनको चरित्रमाथि पछि दाग लगाउने ठुलो भूमिका खेल्यो। उनले मेरो एक वचनमै फर्केर आएर अङ्गालो हालिन्। उनको अङ्गालोमा बेरिँदा मलाई यही समयमा मेरो मुटु रोकिए जस्तो आवाज भएको थियो र आफूलाई स्वर्ग पाए जस्तो अनुभूति भएको थियो। मैले उनको अङ्गालोमा बेरिन पाउँदा संसार नै भुलेको थिएँ, जुन पछि हुने कुराको मलाई कुनै पनि आवाज थिए। सायद प्रेममा निकै डुब्न पुगेछु, यो नै मेरो गल्ती भयो। उनी मेरो अङ्गालोमा बाँधिएको कुरा माथिबाट उनको दाइले देख्नुभएछ। उहाँ हाम्रो नजिक आउनुभयो। यो देखेर उनी र म निकै हतालिँदै थियौँ। तर के गर्नु, यो समयमा हामीसँग यो सबबाट भाग्ने न त कुनै उपाय नै थियो, न त यसलाई गलत प्रमाणित गर्ने। दाइले आफ्नो घर परिवारको इज्जतको ख्याल गर्दै यहाँ केही बोल्न उचित नठानेर हामी दुवैजनालाई हात समातेर आफ्नो घरतर्फ लिएर जानुभयो। यो म निकै डराइरहेको थिएँ। मेरा हात खुट्टाहरू काम्दै थिए र हामी उहाँको घर पुग्यौँ। धन्यवाद यहाँसम्म कहानी सुनेर साथ दिनुभएकोमा। यस कहानीको अर्को भाग हामी भोलि प्रसारण गर्नेछौँ। कृपया यो कहानी मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गरेर जानुहोला। साथै आफूले पनि कथा पठाएर वाचन गराउन लाग्नु परेमा मेरो जिमेल आइडी म डिस्क्रिप्सनमा छोड्नेछु। आफ्नो कथाहरू त्यसमार्फत मलाई सम्पर्क गरेर पठाउन सक्नुहुन्छ। बिछोडको करौँतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो।